त्यो आउँदै गर्दाखेरि हामीले त्यस्तो एउटा तृष्णा सहित आउनुपर्ने रहेछ, एउटा भोकाएको, एउटा तिर्खाएको, एउटा आशा सहित हामीहरू आउनुपर्ने रहेछ। जब त्यो त्यसरी हामी प्रार्थना सहित, क्या प्रार्थना सहित, आज मलाई परमेश्वरले के दिनुहुन्छ होला चर्चमा, कोसँग बोल्दै हुनुहुन्छ, प्रभु त्यो वचन चाहिँ मेरो निम्ति बोलिदिएको होस् है परमेश्वर, बोलिएको होस् है प्रभु, सिद्धि शक्ति ज्ञानले भरिएको एकदमै एकता हुने मण्डलीमा चाहिने कुरा चाहिँ त्यो वक्तादेखि बोलिदिनुहोस् है प्रभु भनेर हामीले जब प्रार्थनामा घुँडा टेकेर एउटा प्रार्थनाको अगुवाई मागेर चाहिँ एउटा त्यो आशा लिएर तिर्खाएको तृष्णाको भाँडो, आशाको भाँडो, प्रार्थनाको भाँडो लिएर आएछौँ भने परमेश्वरले त्यो भाँडोमा प्रशस्त आशिष भरेर यो मण्डलीबाट घर पठाइदिनुहुन्छ तपाईँहरूले। हालेलुया। यो चाहिँ सत्य कुरा हो, यो बाइबलमा भएको कुरा हो, यो एकदम सत्य कुरा हो।